रातभरि कसरी पढ्ने? जब इक्जाम नजिक आउँछ तब प्राय स्टुडेन्टको मनमा यही क्वेसन घुम्छ, इक्जाम आइसक्यो पढेको छैन, फेरि पढ्न बस्यो निन्द्रा मात्रै लाग्छ, हे भगवान के गर्नु नि? उनीहरू यसरी भगवानको प्रार्थना गर्दै पढ्न बस्छन् र पढ्न बसेको आधा घण्टा भएको छैन अघि सिरकभित्र पुगिसक्छन्। पुरा जोसिएर आज चाहिँ उज्यालो पार्छु भनेर पढ्न बसेका स्टुडेन्टहरू एक पेज पढिसक्दा नसक्दा एक निन्द्रा सुतिसक्छन्। किनकि एक त पढ्दा निन्द्रा लाग्छ, त्यसमाथि राति पढ्नु परेपछि त ज्वरै आउँछ। र कोही स्टुडेन्टहरू जबरजस्ती पढ्छन् तर पढ्न थालिसकेपछि आँखा आफै बन्द हुने, हाई काट्ने, उङ्ने गरेर त्यो पढेको नपढेको एउटै बनाउँछन्। र आजको यो भिडियो सबै स्टुडेन्टहरूको लागि भने होइन, यो भिडियो सिर्फ लेट नाइट स्टुडेन्टहरूको लागि हो। खासमा स्टुडेन्टहरू दुई खाले हुन्छन्। पहिलो अर्ली मर्निङ स्टुडेन्ट, यी यस्ता स्टुडेन्टहरू हुन् जो कुखुरा स्वभावका हुन्छन्, मतलब बिहान चाँडै उठेर बाँच्छन्, पढ्न बस्छन्। र अर्को लेट नाइट स्टुडेन्ट जो रातभरि उल्लु जस्तो पढ्छन्। आजको यो भिडियो स्पेसली उल्लु जस्तो स्टुडेन्ट यानी लेट नाइट स्टुडेन्टहरूको लागि हो, किनकि नाइट स्टडी एकदमै इम्पोर्टेन्ट स्टडी हो जसले एक्जाममा म्याक्सिमम नम्बर ल्याउन मद्दत गर्छ। तर लेट नाइट स्टडी गर्दा हुने मेन प्रब्लम भनेकै चाँडो निन्द्रा लाग्नु हो। स्टुडेन्टहरू राति पढ्दाखेरि एकदमै चाँडो निदाउँछन् र राति निन्द्रा पनि लाग्छ। तर आजको यो भिडियोमा हामी तपाईलाई राति स्टडी गर्न एकदमै सुपर ट्रिकहरू दिनेछौँ, जसमध्ये तपाईँले सिर्फ एउटा मात्र युज गर्नुभयो भने पनि तपाईँ रातभरि पढ्न सक्नुहुन्छ र तपाईँको इक्जाम पनि सुपर दामी हुन्छ। र आजको यो भिडियो पछि तपाईँ कहिले पनि राति पढ्न अल्छी गर्नुहुन्न। त आउनुहोस् सुरु गरिहालौँ न त भिडियोलाई। धेरै जसो स्टुडेन्टहरू के गर्छन् कि बेलुका खाना खाँदा धेरै खानेकुराहरू खान्छन्, दाल भात तरकारी अचार मासु दुध दही जस्ता धेरै भेराइटीका खानेकुराहरू खान्छन् र खाना पनि यति खान्छन् कि आधी घण्टासम्म डकार्छन् र डकार्दै पढ्न बस्छन्। र जब त्यसरी पढ्न बस्छन्, पढ्न बसेको आधा घण्टा भएको छैन ओछ्यानतिर पुगिसक्छन् र के भन्छन्, मरिलानु के छ र, आज एक दिन नपढेर के हुन्छ, भोलिको दिन छैन र। र जब भोलि हुन्छ र भोलि पनि त्यस्तै सोच्दै सुत्छन्, आज चाहिँ लास्ट कसम भोलि चाहिँ राति 2 बजेसम्म पढ्छु, र फेरि त्यो भोलि पनि आउँछ। र जब उनीहरू टन्न खाना खान्छन्, खाना खाइसकेपछि यस्तो स्वादले निन्द्रा लाग्छ कि उनीहरू पढ्नै बिर्सन्छन् र फेरि पढ्ने भोलि भाका सार्छन्। र तपाईँले पनि बेलुका टन्न खाएर पढ्न बस्नुभयो भने तपाईँलाई भयङ्कर निन्द्रा लाग्छ र तपाईँ सुतिहाल्नुहुन्छ। र अब तपाईँको मनमा लाग्ला कि बेलुका चाहिँ खानै नखानु त। यदि तपाईँ नाइट स्टडी गर्न चाहनुहुन्छ भने तपाईँले बेलुकाको खाना एकदमै कम गर्नुपर्छ, किनकि जब तपाईँ हेभी खाना खानुहुन्छ तपाईँको शरीरलाई ती खाना पचाउन धेरै इनर्जी चाहिन्छ र बडीमा इनर्जी अभाव भइसकेपछि तपाईँको बडीले रेस्ट खोज्छ र तपाईँलाई निन्द्रा लाग्छ। र तपाईँ लेट नाइट स्टडी गर्न चाहनुहुन्छ भने बेलुका खाना खाँदा सकेसम्म थोरै खाना खानुहोस्, सकेसम्म बेलुका भातको सट्टामा रोटी खाने ट्राई गर्नुहोस् र खाना पनि सकेसम्म 7 बजेभन्दा अगाडि नै खानुहोस्। र यसरी खानामा हेभी फुडको साटो लाइट फुड कन्ज्युम गर्नुभयो भने तपाईँलाई बेलुका निन्द्रा कम लाग्छ र तपाईँ लामो समयसम्म स्टडी गर्न सक्नुहुन्छ। प्राय स्टुडेन्टहरूको स्टडी रुममा सिर्फ स्टडी टेबलमा मात्र बत्ती हुन्छ, बाँकी कोठा प्राय अँध्यारो हुन्छ। र यदि तपाईँ त्यसरी स्टडी टेबललाई मात्र उज्यालो बनाएर बाँकी कोठा अँध्यारो बनाएर पढ्नुहुन्छ भने तपाईँ धेरै बेरसम्म पढ्नै सक्नुहुन्न। र यदि तपाईँको कोठामा लाइट कम छ भने अथवा एकदमै उज्यालो छ भने पनि तपाईँलाई चाँडै निन्द्रा लाग्छ। र यदि तपाईँको पढ्ने टेबल मात्र उज्यालो छ र बाँकी कोठा अँध्यारो छ भने तपाईँलाई निन्द्रा लाग्छ, किनकि तपाईँको आँखाले सिर्फ किताबलाई मात्र त हेर्दैन, यसो बाहिरतिर पनि नजर जान्छ र अरूतिर अँध्यारो देखेपछि दिमागले के सोध्छ कि रात परेछ र दिमागले राति भयो भन्नुको मतलब सुत्ने बेला भयो भन्ने बुझ्छ र दिमागले मेलाटोनिन नामको केमिकल प्रोड्युस गर्छ र मेलाटोनिन भन्ने त्यही केमिकल हो जसले हामीलाई निन्द्रा लगाउँछ। तर यदि तपाईँको कोठा पुरा उज्यालो छ भने दिमागले सोध्छ कि अहिले त दिउँसै छ र मेलाटोनिन केमिकल कम उत्पादन गर्छ र फलस्वरूप तपाईँ लामो समयसँग पढ्न सक्नुहुन्छ। त्यसकारण राति पढ्दा तपाईँले कोठामा बत्तीको प्रोपर म्यानेजमेन्ट गर्नुपर्छ। राति पढ्दा धेरै जसो स्टुडेन्टहरू ओछ्यानमा अथवा सोफामा सुतेर पढ्छन् र त्यसरी पढ्दा उनीहरू पढ्दै निदाउँछन्। र यदि तपाईँ पनि त्यसरी नै सोफामा अथवा ओछ्यानमा सुतेर पढ्नुहुन्छ भने तपाईँले पनि विचार गर्नुभएकै होला कि पढ्दै कतिखेर निदाइन्छ थाहै हुँदैन। र किन त्यसरी सोफामा अथवा ओछ्यानमा सुतेर पढ्दा निन्द्रा लाग्छ त भन्दा, जब हामी सोफामा अथवा ओछ्यानमा सुतेर पढ्छौँ तब हाम्रो दिमागलाई निन्द्रा लाग्छ, किनकि तपाईँ सधैँ त्यही सोफामा अथवा बेडमा सुत्नुहुन्छ र हाम्रो दिमागलाई के हेबिट भइसकेको छ कि ओछ्यानमा गएपछि सुत्नुपर्छ है भनेर। र जब तपाईँ ओछ्यानमा अथवा सोफामा बस्नुहुन्छ तब तपाईँको दिमागले निन्द्रा खोज्छ र तपाईँलाई पढ्दै सुत्न मन लाग्छ। त्यसकारण नाइट स्टडी गर्न चाहनुहुन्छ भने तपाईँले टेबल कुर्सी नै युज गर्नुपर्छ, किनकि तपाईँले प्राय टेबल कुर्सीहरू पढ्न युज गर्नुहुन्छ र तपाईँको दिमागले पनि यो ठाउँ पढ्ने ठाउँ हो भनेर बुझेको हुन्छ र तपाईँ टेबल कुर्सीमा लामो समयसम्म पढ्न सक्नुहुन्छ। नाइट स्टडी गर्दा स्टुडेन्टहरू के गर्छन् कि उनीहरू अप्ठ्यारा तथा पढ्ने खालका सब्जेक्टहरू पढ्न बस्छन् र उनीहरू जब पढ्न थाल्छन् तब ती अप्ठ्यारा सब्जेक्टहरू उनीहरूलाई पढ्नै अल्छी लाग्छ अथवा भनौँ निन्द्रा लाग्छ र उनीहरू पढ्नै छोडिदिन्छन्।
त्यसकारण राति पढ्ने सबैभन्दा बेस्ट सब्जेक्ट अथवा तरिका के हो त भन्दा तपाईलाई जुन सब्जेक्ट पढ्न सजिलो लाग्छ अथवा जुन सब्जेक्ट पढ्न तपाईलाई मजा लाग्छ त्यही सब्जेक्ट पढ्नुस्। जस्तो कि तपाईलाई साइन्स सब्जेक्टमा इन्ट्रेस्ट छ र तपाईलाई त्यो सब्जेक्ट पढ्दा मजा लाग्छ भने तपाई त्यस्तो सब्जेक्ट पढ्नुस्, किनकि ती सब्जेक्ट पढ्दा तपाईलाई छुट्टै जोश आउँछ र निन्द्रा पनि भाग्छ। र राति पढ्दा प्राय लेख्दै पढ्नुस्। तपाई एकहोरो पढी मात्र रहनु भयो भने तपाईलाई निन्द्रा लाग्छ, तर यदि लेख्दै पढ्नु भयो भने तपाईको बडी एक्टिभ भइरहन्छ र तपाईलाई निन्द्रा पनि हतपत लाग्दैन र त्यसरी तपाई लामो समयसम्म मजाले पढ्न सक्नुहुन्छ। र राति पढ्दा तपाईहरुले लेख्ने सब्जेक्टहरु जस्तो म्याथ साइन्सहरुलाई पढ्नु भयो भने तपाई धेरै लामो समयसम्म पढ्न सक्नुहुन्छ। स्टुडेन्टहरु राति पढ्छु भनेर पढ्न त बस्छन्, तर उनीहरु एकैछिन पढिसकेपछि आजलाई भयो बाँकी भोलि पढ्छु भनेर पढ्न छोड्छन्। तपाईले पनि कयौं पटक यस्तै गर्नु भएको होला कि 7 बजे पढ्न बसो र 8 नबज्दै तपाई अब सुत्छु भनेर सुत्नुहुन्छ। र किन स्टुडेन्टहरु त्यसो गर्छन् त भन्ने कुरो पनि जानिहालौं। जब उनीहरु पढ्न बस्छन् तब उनीहरुलाई आज म यति पढ्छु यसरी पढ्छु भन्ने केही सोचेकै हुँदैन, बस उनीहरु पढ्न बस्छ र जतिखेर अल्छी लाग्छ त्यतिखेर सुत्छन्। र जब स्टुडेन्टहरुले त्यसरी पढ्ने गोल नबनाइकन पढ्न थाल्छन् तब उनीहरुलाई अल्छी लाग्छ र पढ्नै छोडिदिन्छन्। त्यसका लागि स्टुडेन्टहरुले पढ्न बस्नु भन्दा अगाडि म आज यति पढ्छु यति नपढिकन उठ्दै उठ्दिन भन्ने सोच बनाउनु पर्छ र त्यसरी हामीले आफैले टास्क दियौं भने हाम्रो दिमागले पनि त्यो टास्क कम्प्लिट गर्नतिर लाग्छ र हामी लामो समयसम्म पढ्न सक्छौं। त्यसैले नाइट स्टडी गर्दा तपाई यति पढ्छु भनेर सोच बनाएर पढ्न बस्नुस् र त्यसरी पढ्न बस्नु भयो भने लामो समयसम्म पढ्न सक्नुहुन्छ। र हामी हाम्रो स्टडी ड्युरेसनलाई बढाउनका लागि हामी हाम्रो माइन्डलाई उल्लु बनाउन सक्छौं। कसरी भने यदि तपाईले सेट गरेको टाइम सकियो अब तपाईले आफ्नो माइन्डलाई अब 5 मिनेट मात्र पढ्ने भनेर मनाउनु पर्छ र त्यो 5 मिनेट पूरा गरिसकेपछि फेरि 5 मिनेट मनाउनुस्। यसरी 3-4 पटक 5-5 मिनेट थपेपछि तपाई रेस्ट लिनुस्। त्यसरी तपाईले आफ्नो माइन्डलाई ट्र्यापमा पारेर स्टडी टाइमलाई लम्ब्याउन सक्नुहुन्छ र धेरै समयसम्म पढ्न सक्नुहुन्छ। राति पढ्दा निन्द्रा लाग्छ र त्यो निन्द्रालाई भगाउने अर्को उपाय पनि छ जुन तपाईहरु प्रायले युज गरिरहनु भएको हुन्छ तर तपाईलाई थाहा हुँदैन। जब तपाईलाई मनपर्ने गीत सुन्नुहुन्छ तब तपाईलाई अर्कै फिल आउँछ। तपाईले विचार गर्नु भयो के होला र त्यो म्युजिक सुनेर तपाई आनन्द लिनुहुन्छ र त्यस्तो म्युजिक सुन्दा निन्द्रा पनि लाग्दैन। त्यसकारण तपाईलाई राति पढ्दा अल्छी लाग्छ अथवा निन्द्रा लाग्छ भने तपाई आफ्नो फेभरेट गीत सुन्नुस् र जब तपाई त्यसो गर्नुहुन्छ तब तपाईलाई अलग्गै जोश आउँछ र तपाईलाई पढ्न मन लाग्छ। त्यसकारण पढ्दा निन्द्रा लाग्यो भने आफ्नो फेभरेट गीत सुन्दै पढ्न सक्नुहुन्छ। र मलाई लाग्छ यो टेक्निक वान अफ द बेस्ट टेक्निक हो त्यस्ता स्टुडेन्टहरुको लागि जो लेट नाइट स्टडी गर्छन् र तपाई पनि आजैदेखि यो टेक्निक युज गर्नुस्। र कस्तो हुन्छ हामीलाई कमेन्टमा शेयर गर्न पनि नभुल्नु होला। स्टुडेन्टलाई हुने धेरै प्रब्लमहरु मध्ये एउटा प्रब्लम यो पनि हो कि उनीहरु पर्याप्त मात्रामा सुत्दा पनि उनीहरुको निन्द्रै पुग्दैन। तपाईले पनि विचार गर्नु भयो के होला कि जब तपाई बेलुका 8 बजे सुत्नुहुन्छ तर पनि बिहान 10 बजे उठ्दा पनि तपाईलाई अल्छी लागिरहेको हुन्छ वा भनौं तपाईको निन्द्रै पुग्दैन। एउटा स्टुडेन्टलाई 5 देखि 8 घण्टाको निन्द्रा पर्याप्त हुन्छ तर पनि दिनको 12 घण्टा सुत्दा पनि निन्द्रा पुग्दैन र उठ्दा पनि हाम्रो बडी भारी भए जस्तो बिरामी भए जस्तो फिल हुन्छ। र यसको रिजन के हो त भन्दा एक्सरसाइज। यदि तपाई दिनको आधा घण्टा मजाले कुनै एक्सरसाइज अथवा कुनै काम गर्नुहुन्छ भने तपाईलाई 7-8 घण्टापछि निन्द्राले आफै छोड्छ। तर म्याक्सिमम स्टुडेन्टहरुको त पढ्ने बाहेक अरु खासै काम हुँदैन र उनीहरुलाई राति चाँडै र बिहान अबेरसम्म सुत्न मन लाग्छ। त्यसकारण स्टुडेन्टहरुले कम्तीमा दिनको आधा घण्टासम्म एक्सरसाइज गर्नै पर्छ। र यी बाहेक अन्य केही लेट नाइट स्टडी टिप्सहरु पनि छन्। जस्तै राति पढ्न बस्दा निन्द्रा लाग्छ अथवा भनौं पढ्न भनेर बस्छ तर एकैछिनमा सुत्न मन लाग्छ भने तपाई चिसो पानीले मुख धुनुस्, त्यसले केही हदसम्म निन्द्रा भगाउँछ। राति पढ्दा हल्का हल्का पानी पिइरहनुस्, त्यसले पनि तपाईको निन्द्रा भगाउँछ। अल्छी लाग्यो भने तपाई एकछिन यताउति हिड्नुस्, त्यसले पनि तपाईको निन्द्रा भगाउन मद्दत गर्छ। पढ्दा चिया अथवा कफी पिउँदै पढ्नुस्, त्यसले पनि तपाईलाई निन्द्रा लाग्न दिदैन। धेरै निन्द्रा लाग्यो भने 5 मिनेटको लागि कमेडी भिडियो हेर्नुस् र त्यसरी कमेडी भिडियो हेर्दै हाँस्दा तपाईलाई निन्द्रा लाग्दैन। यस्ता धेरै टिप्सहरु छन् जसको युज गरेर तपाई राति अबेरसम्म पढ्न सक्नुहुन्छ र यी टिप्सहरु युज गरेर तपाई लेट नाइटसम्म इफेक्टिभली पढ्न सक्नुहुन्छ र तपाईले आफ्नो स्टडीलाई नेक्स्ट लेभलसम्म पुर्याउन सक्नुहुन्छ। र यो भिडियो तपाईहरुको साथीहरुलाई पनि शेयर गर्नु होला ताकि उनीहरु पनि लेट नाइट स्टडी गर्न सकुन्। र तपाईलाई आजको यो भिडियो कतिको नलेजेबल लाग्यो हामीलाई कमेन्टमा शेयर गर्न भने नभुल्नु होला।